नमस्कार साथीहरु, तपाईलाई फेरि स्वागत छ। आज हामी हिल योर बडी पुस्तकको बारेमा कुरा गर्न गइरहेका छौं, जसलाई लुइस हेले लेखेकी हुन्। हिल योर बडी पुस्तक हाम्रो शरीरसँग सम्बन्धित रोगहरूलाई सामना गर्नका लागि एक नयाँ र सजिलो स्टेप बाइ स्टेप गाइड हो। यस पुस्तकबाट हामीलाई हाम्रा विशेष स्वास्थ्य चुनौतीहरूलाई हेर्नमा मद्दत मिल्छ, जसले गर्दा हामी स्वास्थ्य समस्याका सम्भावित कारणहरू र नयाँ सोच्ने ढाँचा बनाएर यसलाई हटाउन आवश्यक जानकारी प्राप्त गर्न सक्छौं। पुस्तकको माध्यमबाट तपाई आफ्नो स्वास्थ्यसँग सम्बन्धित सही निर्णय लिन सक्षम हुनुहुनेछ र आफ्नो शरीरलाई सबै प्रकारका रोगहरूबाट टाढा राख्न सक्नुहुनेछ। लेखिका लुइस हेलेनले संसारभरि लाखौं मानिसहरूलाई निको पार्न र प्रेरित गर्न मद्दत गर्नुभएको छ। उहाँलाई झण्डै 20 वर्ष अघि आफ्नो क्यान्सर भएको थाहा भएको थियो र उहाँले आफैलाई निको पार्नका लागि बडी हिलिङ विधिहरूको प्रयोग गर्नुभएको थियो। लेखिका बताउनुहुन्छ कि जीवनप्रति हाम्रो दृष्टिकोण र हामीले प्रयोग गर्ने भाषा नै हाम्रा रोगहरूको कारण बन्न सक्छ। उहाँका सजिला र व्यावहारिक प्रविधिहरू प्रयोग गर्दा तपाई आफ्नै रोगहरूमा यस्ता ढाँचाहरू पत्ता लगाउँदा अचम्मित हुनुहुनेछ, जसले तपाईको बारेमा धेरै कुरा खुलासा गर्छन्, जसको मद्दतले तपाई आफैलाई निको पार्न सक्नुहुन्छ। लेखिकाको मुख्य सन्देश यो हो कि यदि हामी हाम्रो दिमागबाट काम गर्न तयार छौं भने लगभग जे पनि निको पार्न सकिन्छ। विश्वभरका लाखौं मानिसहरूले यो किताब पढेका छन् र यसलाई एक आवश्यक सन्दर्भको रूपमा पाएका छन्। मलाई आशा छ तपाईले च्यानललाई सब्स्क्राइब गरिसक्नु भएको छ। यदि गर्नुभएको छैन भने तुरुन्तै सब्स्क्राइब गर्नुहोस् र भिडियो पनि तुरुन्तै लाइक गर्नुहोस्। अब यसबारे विस्तारमा बुझौं। हाम्रो शक्ति हाम्रो वर्तमान क्षणमै छ। यही छ र अहिले हाम्रो दिमागमा छ। हामीसँग कति समयदेखि नकारात्मक बानी, कुनै रोग, खराब सम्बन्ध, पैसाको अभाव वा आफैप्रति घृणा छ भन्ने कुरा फरक पर्दैन। हामी आजैदेखि परिवर्तनको सुरुवात गर्न सक्छौं। हामीले जुन विचारहरू अपनाएका छौं र जुन शब्दहरू बारम्बार प्रयोग गरेका छौं, तिनीले अहिलेसम्म हाम्रो जीवन र अनुभवहरू बनाएका छन्। तर पनि त्यो केवल हाम्रो विगत हो। हामी अहिले जुन कुरा सोच्न र भन्न रोजिरहेका छौं, त्यसैले आज, भोलि, अर्को दिन, अर्को हप्ता, अर्को महिना र अर्को वर्ष पनि त्यस्तै परिस्थितिहरू सिर्जना हुनेछ। हाम्रो शक्ति हाम्रो आजको क्षणमा हुन्छ। यहीबाट हामी परिवर्तन गर्न थाल्छौं। हामी हाम्रा नराम्रा कुराहरू छोड्न थाल्न सक्छौं। अहिले यही क्षणबाट सानो सुरुवातले पनि फरक पार्छ। लेखिका भन्छन् कि जब हामी साना बच्चा थियौं तब हाम्रोमा माया, खुशी र प्रेम थियो। हामी सबैले आफ्नो महत्व थाहा पाएका थियौं। तपाईभित्र यति धेरै हिम्मत थियो कि तपाईले जे चाहनुभयो त्यो मान्नुभयो र आफ्ना सबै भावना खुल्ला रूपमा व्यक्त गर्नुभयो। तपाई आफैलाई पूर्ण रूपमा माया गर्नुहुन्थ्यो। तपाईलाई थाहा थियो कि तपाई पर्याप्त हुनुहुन्छ र यही तपाईको अस्तित्वको सत्य हो। बाँकी सबै कुरा फजुल हो जुन तपाईले सिक्नुभयो वा तपाईलाई सिकाइयो। हामीले कति पटक भनेका छौं, म यस्तै नै हो वा यो यस्तै नै हो, जबकि वास्तवमा हामी भन्न खोजिरहेका हुन्छौं कि यो नै हो जुन हामीले आफैका लागि सत्य मानेका छौं। सामान्यतया हामीले जे मानेका छौं त्यो अरू कसैको विचार मात्र हो, जसलाई हामीले स्वीकार गरेका छौं। यो ती बाँकी कुराहरूसँग मिल्छ जसमा हामी विश्वास गर्छौं। यदि हामीलाई बच्चा हुँदा सिकाइएको थियो कि संसार डर लाग्दो ठाउँ हो भने हामीले जे सुन्छौं त्यो सबै त्यही विश्वाससँग मेल खान्छ, जसलाई हामीले आफैका लागि सत्य मानेका छौं। उदाहरणका लागि, अजनबीहरूमा विश्वास नगर, राति बाहिर ननिस्क। मानिसहरूले तिमीलाई धोका दिन्छन्, अनि यस्तै अरू कुराहरू। अर्कोतर्फ, यदि हामीलाई जीवनमा चाँडै सिकाइएको थियो कि संसार सुरक्षित र रमाइलो ठाउँ हो भने हामी यस्ता कुराहरूमा विश्वास गर्नेछौं। जस्तै माया सबै ठाउँमा छ, मानिसहरू मिलनसार छन् र पैसा सजिलै आउँछ। हाम्रो जीवनका अनुभवहरूले हाम्रा विश्वासहरूलाई देखाउँछन्। यदि हामी सुखी जीवन चाहन्छौं भने हामीले आफ्ना विचारहरूबारे सोच्नुपर्छ। हामीले ब्रह्माण्डमा जे कुरा मानसिक रूपमा वा बोलेर पठाउँछौं त्यो कुरा उही रूपमा हामी कहाँ फर्केर आउँछ। तपाईले के भनिरहनु भएको छ वा के भन्न लाग्नु भएको छ त्यो सुन्नका लागि अलिकति समय निकाल्नुहोस्। सोच्नुहोस् अनि मात्र बोल्नुहोस्। यदि तपाईले आफूलाई कुनै कुरा 3 पटक भनिरहेको सुन्नुहुन्छ भने त्यसलाई लेख्नुहोस् वा त्यो तपाईका लागि एउटा बानी बनिसकेको छ भन्ने बुझ्नुहोस्। हप्ताको अन्त्यमा तपाईले बनाएको सूची हेर्नुहोस् र तपाईले देख्नुहुनेछ कि तपाईका शब्दहरू तपाईको अनुभवसँग कसरी मेल खान्छन्। आफ्ना शब्द र विचारहरू परिवर्तन गर्न तयार रहनुहोस् र आफ्नो जीवन परिवर्तन हुँदै गएको हेर्नुहोस्। आफ्नो जीवनलाई नियन्त्रण गर्ने तरिका भनेको शब्द र विचारहरूको आफ्नो रोजाइलाई नियन्त्रण गर्नु हो। तपाईको दिमागमा तपाई बाहेक अरू कोही सोच्दैन, त्यसैले आफ्नो दिमागमा सकारात्मक विचारहरू मात्र राख्नुहोस्। यदि तपाई सकारात्मक रहनुहुन्छ भने बदलामा तपाईलाई परिणाम पनि सकारात्मक नै प्राप्त हुनेछ, जुन तपाईका लागि साँच्चीकै राम्रो हुनेछ। मानसिक सोचका ढाँचाहरू जसले हाम्रा अनुभवहरू बनाउँछन्। हाम्रो जीवनमा राम्रो र समस्या दुवै दिमागी सोचका ढाँचाहरू मार्फत आउँछन्, जसले हाम्रा अनुभवहरू बनाउँछन्। हामी सबैसँग धेरै सोचका ढाँचाहरू हुन्छन्। ती ढाँचाहरू जुन राम्रो हुन्छन् र जसको हामी आनन्द लिन्छौं, तिनीहरूले सकारात्मक अनुभवहरू बनाउँछन्। जसले गर्दा हामी चिन्तित रहन्छौं, ती नकारात्मक सोचका ढाँचाहरू हुन् जसले असजिलो, फाइदा नभएको अनुभवहरू सिर्जना गर्छन्। हामीले जीवनमा आफ्नो रोगलाई पूर्ण स्वास्थ्यमा बदल्ने चाहना राख्नुपर्छ।
हामीले सिकेका छौं कि हाम्रो जीवनमा हरेक प्रभावका लागि एउटा सोचको ढाँचा हुन्छ जुन त्यसअघि हुन्छ र त्यसलाई कायम राख्छ। हाम्रो निरन्तर सोच्ने ढाँचाहरूले नै हाम्रो अनुभवहरू बनाउँछन्। त्यसैले आफ्नो सोच्ने तरिका परिवर्तन गरेर हामी आफ्ना अनुभवहरू परिवर्तन गर्न सक्छौं। लेखिका भन्छन्, जब उनले पहिलो पटक स्पिचल शब्द थाहा पाइन् उनी धेरै खुसी भएकी थिइन्। यो ती शब्द र विचारहरूको शक्तिबारे बताउँछ जसले अनुभवहरू सिर्जना गर्छन्। यस नयाँ जागरुकताले लेखिकालाई विचारहरू र शरीरका विभिन्न भागहरू तथा शारीरिक समस्याहरू बीचको सम्बन्ध बुझ्न सहयोग गर्यो। उसले थाहा पायो कि कसरी उसले अन्जानमा आफै न असुविधा सिर्जना गरेको थियो र यसले उसको जीवनमा ठूलो परिवर्तन ल्यायो। अब उनी आफ्नो जीवन र शरीरमा जे गलत थियो त्यसका लागि जीवन र अरूलाई दोष दिन छोड्न सक्थिन्। अब उनी आफ्नो स्वास्थ्यको सम्पूर्ण जिम्मेवारी आफै लिन सक्थिन्, आफूलाई दोष नलगाई र अपराधी महसुस नगरी। उनले हेर्न थालिन् कि भविष्यमा रोगका सोच्ने ढाँचाहरू कसरी बन्नबाट जोबिन सकिन्छ। उदाहरणका लागि लेखिकालाई बुझ्न गाह्रो भइरहेको थियो कि किन बारम्बार उनको घाँटीमा कडापनको समस्या आउँछ। त्यसपछि लेखिकालाई थाहा भयो कि घाँटीको समस्या लचिलो हुनको प्रतिनिधित्व गर्छ। उनी अब कुनै प्रश्नको फरक फरक पक्ष हेर्न तयार थिइन्। लेखिका एकदमै अलचल लचिलो नभएकी व्यक्ति थिइन्। धेरैजसो डरका कारण उनी कुनै प्रश्नको अर्को पक्ष सुन्न अस्वीकार गर्थिन्। तर जति जति उनी आफ्नो सोचमा अझ लचिलो बन्दै गइन् र मायालु समझदारीका साथ अरूको दृष्टिकोण हेर्न सक्षम भइन्, तब उनको घाँटीले उनलाई दुःख दिन छोड्यो। यदि उनको घाँटी अलि कडा भयो भने उनी हेर्थिन् कि उनको सोच कहाँ कडा छ र त्यसलाई लचिलो बनाएर उनी आफ्नो समस्या समाधान गर्थिन्। हामीले आफ्ना सोच्ने तरिकामा ध्यान दिनुपर्छ। तपाईका लागि जे सही छ त्यस्तै सोच्नुपर्छ। आफ्नो बुझाइमा अलि लचिलोपन राख्नुहोस् र अरूलाई बुझ्न पनि प्रयास गर्नुहोस्। यसरी गर्दा तपाई आफ्नै समस्याहरू सजिलै हटाउन सक्नुहुन्छ। पुराना बानीहरू परिवर्तन गर्नु। कुनै पनि अवस्थालाई स्थायी रूपमा अन्त्य गर्नका लागि हामीले पहिले मानसिक कारणलाई हटाउन काम गर्नुपर्छ। तर प्राय हामीलाई थाहा हुँदैन कि यसको कारण के हो, त्यसैले कहाँबाट सुरु गर्ने भन्ने कुरा थाहा पाउन गाह्रो हुन्छ। हाम्रो जीवनमा हरेक अवस्थाका लागि यसको आवश्यकता पर्छ। लक्षणहरू केवल बाहिरी प्रभाव होइन भने यी हामीसँग हुने थिएनन्। मानसिक कारणलाई हटाउनका लागि हामीले आफैभित्र जानुपर्छ। यही कारण हो कि यसमा इच्छा शक्ति र अनुशासनले काम गर्दैनन्। ती केवल बाहिरी प्रभावसम्म जुधिरहेका हुन्छन्। यो जरालाई उखेल्ने सट्टा झार काटे जस्तै हो। त्यसैले नयाँ सोचको ढाँचाको पुष्टि अफर्मेसन सुरु गर्नु अघि आफ्नो चुरोट, टाउको दुखाइ, तौल र जुनसुकै कुरा छोड्न चाहनुहुन्छ त्यसमा काम गर्नुहोस्। जब आवश्यकता सकिन्छ तब बाहिरी प्रभाव पनि सकिनुपर्छ। यदि जरालाई काटियो भने कुनै पनि बिरुवा बाँच्न सक्दैन। यस्तै गरी जब तपाईका हानि पुर्याउने विचारहरूलाई जरैदेखि हटाइन्छ तब समस्या फेरि उत्पन्न हुँदैन। मस्तिष्कका सोचका ढाँचाहरू नै ती हुन् जसले शरीरमा सबैभन्दा बढी समस्या ल्याउँछन्। यीमा आलोचना, रिस, दोषारोपण र अपराधबोधको भावना समावेश छन्। उदाहरणका लागि लामो समयसम्म गरिएको आलोचनाले प्राय गाँठो, गठिया जस्ता रोग जन्म दिन्छ। रिस ती चीजहरूमा परिणत हुन्छ जुन शरीरलाई उमाल्छ, पोल्छ र संक्रमित बनाउँछ। दोषारोपण लामो समयसम्म रहन्छ र आफैलाई नै नोक्सान पुर्याउँछ, जसले अन्ततः ट्युमर र क्यान्सरको कारण बन्न सक्छ। दोषी महसुस गर्ने भावना सधैँ सजाय चाहन्छ र पीडातर्फ लैजान्छ। यी सबै नकारात्मक सोचका ढाँचाहरू हुन् जसले तपाईको शरीरलाई मात्र हानि पुर्याउँछन्। तर जब हामी स्वस्थ हुन्छौं यी नकारात्मक सोचका ढाँचाहरूलाई हाम्रो दिमागबाट हटाउन धेरै सजिलो हुन्छ। दिमागी समस्याहरूको सूची लेखकका धेरै वर्षको अध्ययन, क्लाइन्टहरूसम्मको उनको आफ्नै काम र उनका लेक्चर तथा कार्यशालाबाट संकलन गरिएको हो। यो तपाईको शरीरमा रोगको पछाडि हुन सक्ने सम्भावित मानसिक ढाँचाहरूको लागि छिटो काम गर्ने सन्दर्भ गाइडको रूपमा सहयोग गर्छ। यसको माध्यमबाट तपाई आफ्नो शरीरलाई निको पार्न लेखकका सजिला तरिकाहरू अपनाउन सक्नुहुन्छ जुन आगामी अध्यायमा बताइएको छ। सोच्ने ढाँचाको अवधारणा अझ राम्रोसँग बुझ्नका लागि तपाई द मिराकल अफ राइट थट कुकु एफएममा पनि सुन्न सक्नुहुन्छ। तपाईले पनि कुकु एफएम डाउनलोड गरेर धेरै कोर्सहरू, हजारौं अडियो बुकहरू र पुस्तकको संक्षिप्त सारांशहरू सुन्न सक्नुहुन्छ। अहिले वार्षिक सदस्यता सँगै 50% छुट चलिरहेको छ, अर्थात् 379 रुपैयाँको सट्टा केवल 179 रुपैयाँ मात्र तिर्नुपर्नेछ। यसका लागि छिट्टै RBC50 कुपन कोड प्रयोग गर्नुहोस्, किनभने यो केवल पहिलो 250 जना प्रयोगकर्ताहरूलाई मात्र उपलब्ध हुन्छ। यसको लिङ्क पनि डिस्क्रिप्सनमा राखिएको छ। उपचारात्मक पुष्टिकरणहरू। यदि तपाई आफ्ना समस्याहरूलाई अन्त्य गर्न चाहनुहुन्छ भने तपाईले उपचारका अफर्मेसनहरू अपनाउनु पर्छ। त्यसैले आफ्ना समस्याहरूको पछाडि रहेका सम्भावित कारणहरू पत्ता लगाएर तिनीहरूलाई हटाउनका लागि नयाँ सोच्ने ढाँचा बनाउनुहोस्। किताबमा केही महत्त्वपूर्ण समस्याहरूको उल्लेख गरिएको छ जुन हामीलाई सामान्यतया हुन्छन्। यी समस्याहरूका कारणहरू जान्नुहोस् र नयाँ सोच्ने ढाँचा अपनाउनुहोस्। जसरी यहाँ बताइएको छ, यसमा सबैभन्दा पहिले हामी समस्या बताउनेछौँ, त्यसपछि त्यसको कारण र त्यसपछि त्यसलाई कुन नयाँ सोच्ने ढाँचाबाट परिवर्तन गर्ने भन्ने कुरा बताउनेछौँ। टेकमा क्र्याम्प, डर वा प्रक्रियालाई रोक्नु। म जीवनको प्रक्रियामा विश्वास गर्छु। म सुरक्षित छु। फोका जम्मा हुन्छ जसले गर्दा पीडा, अपमान र बदलाको बारेमा विचारहरू आउँछन्।
म आफ्ना विचारहरूलाई स्वतन्त्र हुन दिन्छु। अकिर बितिसकेको छ। म शान्ति महसुस गर्दैछु। दुर्घटना हिंसामा विश्वास गर्नु। म त्यो ढाँचा छोड्छु जसले यसलाई बनाएको छ। म शान्ति महसुस गर्दैछु। पीडा, प्रेमको चाहना सम्हालिराख्ने इच्छा। म आफूलाई माया गर्छु र स्वीकार्छु। म माया गर्ने र मायालु छु। पिम्पल आफूलाई स्वीकार नगर्नु, आफन्तलाई मन नपर्नु। म जीवनको दिव्य अभिव्यक्ति हुँ। म अहिले जहाँ छु त्यही आफूलाई माया गर्छु र स्वीकार्छु। लक आफन्तबाट टाढा भाग्नु, डर, आफूलाई माया नगर्नु। अब मलाई थाहा छ कि म कति अद्भुत छु। म माया र आनन्द लिन रोज्छु। म आफ्नो शरीर, मन र भावनाको माया गरेर ख्याल राख्छु। घाँटीको समस्या, पारिवारिक झगडा, विवाद, बाटोमा बच्चाले असजिलो महसुस गर्नु। यो बच्चा सबैलाई प्रिय छ र सबैले उसलाई स्वागत गर्छन् र धेरै माया गर्छन्। म आफूलाई माया गर्छु र स्वीकार्छु। आफ्नो ख्याल गर्नु मेरो लागि सुरक्षित छ। उमेर बढ्दै जाँदा आउने समस्या, सामाजिक मान्यताहरू, पुराना सोच, तपाईँ वास्तवमा जो हुनुहुन्छ त्यसको डर। म हरेक उमेरमा आफूलाई माया गर्छु र स्वीकार्छु। जिन्दगीको हरेक पल परिपूर्ण छ। एड्स, असहाय महसुस गर्नु र कम आशा गर्नु। कसैले वास्ता नगर्नु। आफू पर्याप्त राम्रो छैन भन्ने गहिरो विश्वास। आफ्नै अस्वीकार, यौन अपराध। म ब्रह्माण्डीय डिजाइनको हिस्सा हुँ। म आवश्यक छु र मलाई जीवनसँग माया छ। म शक्तिशाली र सक्षम छु। म आफूलाई नयाँ गर्छु र कदर गर्छु। रक्सीको लत, नालायक भएको भावना, अपराधबोध, कमीको अनुभूति, आत्म अस्वीकार। म अहिलेको क्षणमा बाँच्छु। हरेक पल नयाँ छ। म आफ्नो आत्ममूल्य देख्न रोज्छु। म आफूलाई माया गर्छु र स्वीकार्छु। भुल्ने बानी, डल, जीवनबाट भाग्नु। मसँग बुद्धि र साहस छ। रिस र निराशा महसुस हुनु। आफ्नै जीवनलाई अस्वीकार गर्नु। धेरै डर, आफूलाई घृणा र अस्वीकार गर्नु। जसलाई तपाईँ छोड्न चाहनुहुन्न त्यसको सम्बन्धमा रिस। अतीतका फोहोर कुराहरू समातेर राख्नु। विगतको दोषी भावना। म जीवनमा खुसीको हकदार छु। म जीवनका सबै सुखहरू स्वीकार्छु। म जीवनको प्रक्रियामा विश्वास गर्छु। मेरो जीवनमा केवल सही र राम्रो कुरा मात्र भइरहेको छ। मेरो अस्तित्व सुरक्षित छ। म जस्तो छु त्यस्तै न अद्भुत छु। म बाँच्न रोज्छु। म खुसी र आत्मस्वीकार रोज्छु। छोडिदिनु सुरक्षित छ। अब मलाई आवश्यक नभएको मात्र मेरो शरीरबाट बाहिरिन्छ। म माया गरेर आफूलाई माफ गर्छु। म स्वतन्त्र छु। चिन्ता गर्नु, जीवनको बहाव र प्रक्रियामा विश्वास नगर्नु। म आफूलाई माया गर्छु र स्वीकार्छु। मलाई जीवनको प्रक्रियामा विश्वास छ। म सुरक्षित छु। उदासीनता, भावनाको प्रतिरोध, आफ्नै डरलाई दबाउनु। म जीवनको लागि आफूलाई खोल्छु। म जीवनको अनुभव गर्न तयार छु। म सुरक्षित छु। म रिल्याक्स छु। गर्छु र जीवनलाई खुसी साथ बग्न दिन्छु। पत्थरी हुनु डर। जीवनको डर। म सुरक्षित छु। म रिल्याक्स गर्छु र जीवनलाई खुसी साथ बग्न दिन्छु। धेरै बढी भोक लाग्नु। डर, सुरक्षाको आवश्यकता हुनु। भावनाहरूलाई न्याय गर्नु। म सुरक्षित छु। यो महसुस गर्नु सुरक्षित छ। मेरो भावना सामान्य र स्वीकार गर्न योग्य छन्। घटिया औँलाहरू। सजाय दिने इच्छा। दोषी र पीडित महसुस गर्नु। म माया र बुझाइका साथ हेर्छु कि म मेरा सबै अनुभवहरूलाई मायाको उज्यालोमा राख्छु। सास फेर्न समस्या आउनु। हाइपर भेन्टिलेसन। डर, जीवनको प्रक्रियामा विश्वास नगर्नु। बाल्यकालको जालमा फस्नु। ठुलो हुनु सुरक्षित छ। दुनियाँ सुरक्षित छ। म सुरक्षित छु। यस्तामा दम। आफ्नै लागि सास फेर्न गाह्रो हुनु, दबिएको महसुस गर्नु, रुनु दबाउनु। अब मेरो लागि आफ्नै जीवनको जिम्मेवारी लिनु सुरक्षित छ। म स्वतन्त्र हुन रोज्छु। पैसाको डर। आर्थिक सहयोगको कमी। मलाई जीवनको प्रक्रियामा विश्वास छ। मेरो आवश्यकता सबै पूरा गरिन्छ। म सुरक्षित छु। गरिबी। ध्यान नदिएको छरिएको सोच। म आफूलाई सुरक्षामा केन्द्रित गर्छु र आफ्नो जीवनको पूर्णतालाई स्वीकार्छु। सबै ठिक छ। म सुरक्षित छु। म आफूलाई माया गर्छु र स्वीकार्छु। मलाई जीवनमा विश्वास छ। ओछ्यान बिजाउनु। न्युरोजिस। आमा बुवाको डर। सामान्यतया बुवाको। यो बच्चालाई माया, करुणा र बुझाइका साथ हेरिन्छ। सबै ठिक छ। डकार्नु। निम्न जीवनसम्म डराउनु। मलाई जे गर्न आवश्यक छ त्यसका लागि यो समय र स्थान सही छ। म शान्ति महसुस गर्दैछु। पक्षघात। रिस्न, अत्यधिक नियन्त्रण। आफ्ना भावना व्यक्त गर्नु मेरो लागि सुरक्षित छ। म आफूलाई माफ गर्छु। तनाव हुनु, साना साना कुरामा अपराधबोध। म सबै झन्झटबाट मुक्त छु। सबै ठिक छ। ब्ल्याक हेड्स हुनु, रिसका साना साना विस्फोटहरू। म आफ्ना विचारहरूलाई शान्त पार्छु र म शान्त छु।
पिसाब थैलीको समस्या, चिन्ता, पुराना विचारहरूमा अड्किरहनु, छुट्ने डर, रिस उठ्नु। म सजिलै र सहजै पुराना कुरा छोड्छु र आफ्नो जीवनमा नयाँ कुराको स्वागत गर्छु। म सुरक्षित छु, भिजाबाट रगत बग्नु, जीवनमा लिएका निर्णयहरूमा खुसीको कमी। मलाई विश्वास छ कि मेरो जीवनमा सधैँ सही कदमहरू हुन्छन्। म शान्त छु, म जीवनसँग बिस्तारै बगिरहेको छु। फोका आउनु, प्रतिरोध, भावुकताको अभाव, सबै ठिक छ। म जीवनलाई अभिव्यक्त गर्न र प्राप्त गर्न पाउँदा खुसी छु। उच्च रक्तचाप, लामो समयदेखि चलिरहेको भावनात्मक समस्याहरूको समाधान नपाइनु। म खुसी साथ विगतलाई पछाडि छोड्छु। म शान्ति महसुस गर्दैछु। रक्त सम्बन्धी समस्या, ल्युकेमिया, खुसीको कमी, विचारहरूको प्रवाहको कमी। मेरो भित्र खुसीका नयाँ पखेटाहरू स्वतन्त्र रूपमा घुमिरहेका छन्। रक्त जमिनु, खुसीको प्रवाहलाई रोक्नु। म आफ्नो भित्र नयाँ जीवन जगाउँछु र म बग्छु। शरीरको गण्डल डर, आफन्तलाई मन नपर्नु, अरूको डर, रिस। म आफूलाई नयाँ गर्छु र स्वीकार्छु कि म सुरक्षित छु। म माया र खुसी स्वीकार्छु र म शान्तिमा छु। हड्डीको मज्जा, यसले आफैबारे गहिरा विश्वासहरूलाई प्रतिनिधित्व गर्छ। तपाईँ आफैलाई कसरी समर्थन र हेरचाह गर्नुहुन्छ। दिव्य आत्मा मेरो जीवनको संरचना हो। म सुरक्षित छु, माया गर्छु र पूर्ण रूपमा समर्थन प्राप्त छु। ट्युमर, गलत कम्प्युटराइज्ड बिल्ली, मेरो दिमागको कम्प्युटर परिवर्तन गर्न अस्वीकार गर्दैछ। पुरै जीवन परिवर्तन हो र मेरो मन सधैँ नयाँ छ। म सही सन्तुलनमा पोषण लिन्छु र दिन्छु। स्तन सम्बन्धी समस्या, आफूलाई पोषण गर्न अस्वीकार, अरू सबैलाई पहिले राख्नु। म महत्त्वपूर्ण छु। म माया र खुसीका साथ आफैको हेरचाह र पोषण गर्छु। म अरूलाई उनीहरू जस्तो छन् त्यस्तै हुन स्वतन्त्रता दिन्छु। हामी सबै सुरक्षित र स्वतन्त्र छौँ। शिष्ट डाट वा धाउ हुनु, बढी आना बनाउने, बढी सुरक्षा दिने, हावी हुने मनोवृत्ति। म जीवनलाई माया गर्छु। बाँच्नु सुरक्षित छ। सास फेर्न गाह्रो हुनु, जीवनलाई पूर्ण रूपमा बाँच्न डराउनु वा अस्वीकार गर्नु, स्थान लिन वा यहाँसम्म कि उपस्थित हुन अधिकार नभएको महसुस गर्नु। पूर्ण र स्वतन्त्र रूपमा बाँच्नु मेरो जन्मसिद्ध अधिकार हो। म माया गर्न योग्य छु। म पूर्ण रूपमा जीवन बाँच्न रोज्छु। चोट लाग्नु, आफैलाई सजाय दिनु। म आफैलाई नयाँ गर्छु र कदर गर्छु। म आफूसँग दयालु र कोमल छु। सबै ठिक छ। बोखारु, जीवनका अनुभवहरूबाट आनन्द नआउनु। म जीवनका अनौठा अनुभवहरूलाई स्वागत गर्न खुसी साथ दौडन्छु। जलनहरू, रिसाएको, जलेको, उत्तेजित। म मेरो भित्र र मेरो वातावरणमा केवल शान्ति र समन्वय सिर्जना गर्छु। म राम्रो महसुस गर्न योग्य छु। क्यान्सर, गहिरो चोट, धेरै समयदेखि मन नराखिएको कुरा, गहिरो भोप्य कुरा वा शोभ, ढिना बोकेर हिल्छन्। म प्रेमपूर्वक माफ गर्छु र विगतलाई छोडिदिन्छु। म मेरो संसारलाई रमाइलोले भरिदिन रोज्छु, जसलाई म माया गर्छु र आफूलाई स्वीकार्छु। क्यान्डिडा, धेरै छरिएको महसुस हुनु, धेरै निराशा र रिस, सम्बन्धहरूमा माग र विश्वास नहुनु। म आफूलाई जे हुन सक्छु त्यो सबै हुन अनुमति दिन्छु र म जीवनमा सबैभन्दा राम्रोको हकदार छु। म आफूलाई र अरूलाई माया गर्छु र कदर गर्छु। मोसन सिकनेस, यात्रा गर्दा हुने वाकवाकी, डर, बाँधिएको, फसेको महसुस। मेरो चारैतिर केवल मायामै माया छ। जीवनमा रिस र निराशा, अन्याय महसुस गर्नु। अब म यस्तो जीवन बनाउन चाहन्छु जुन खुसी र समृद्धिले भरिएको होस्। म शान्त छु। मोतिया बिन्दु, खुसीका साथ अगाडि हेर्न गाह्रो हुनु, अन्धकारले भरिएको भविष्य, जीवन शाश्वत छ र आनन्दले भरिएको छ। म प्रत्येक क्षणको प्रतीक्षा गर्छु। सेल्युलाइड, सञ्चय, रिस र आत्मदण्ड। म अरूलाई माफ गर्छु। म आफूलाई माफ गर्छु। म प्रेम गर्न र जीवनको आनन्द लिन स्वतन्त्र छु। रुनु, आँसु जीवनको नदी हो। खुसीसँगै दुःख र डरमा पनि बग्छन्। म आफ्ना सबै भावनासँग शान्त छु। म आफूलाई माया गर्छु र स्वीकार्छु। एउटा उदाहरणको रूपमा, यदि तपाईँले मलाई भन्नुभयो कि तपाईँलाई कब्जाको समस्या छ भने मलाई थाहा हुन्छ कि तपाईँलाई सीमाहरू र स्थायित्वमा कुनै न कुनै किसिमको विश्वास छ र त्यसैले तपाईँ डरका कारण कुनै पनि कुरा छोड्न डराउनुहुन्छ। यसको अर्थ यो पनि हुन सक्छ कि तपाईँ विगतको कुनै पुरानो पीडादायक सम्झनालाई समातिरहनु भएको छ र छोड्न सक्नु भएको छैन। तपाईँलाई ती सम्बन्धहरू छोड्न डर लाग्न सक्छ जुन अब तपाईँलाई स्याहार गर्दैनन्। एउटा अधुरो जागिर वा केही त्यस्ता सम्पत्ति जुन अब काम लाग्दैन। पैसाको मामिलामा पनि तपाईँ कन्जुस हुन सक्नुहुन्छ। तपाईँको बेचैनीले हामीलाई तपाईँको मानसिक दृष्टिकोणका धेरै सङ्केतहरू दिनेछ। लेखिका हामीलाई यो बुझाउन खोजिरहेकी छिन् कि बन्द मुठीले केही नयाँ लिन सक्दैन। तपाईँले आफ्नो दिमागलाई फरक तरिकाले प्रयोग गरेर राम्रो अनुभवहरूको नयाँ चक्र सुरु गर्न सक्नुहुन्छ। तपाईँले घर गएर आफ्नो दराज सफा गर्नुपर्छ। नयाँ कुराहरूका लागि ठाउँ बनाउनुपर्छ।
सबै फाल्नुपर्ने सामानहरू छोडिदिनुपर्छ। जब तपाईँ यो गर्दै हुनुहुन्छ तब आफैलाई ठूलो स्वरमा भन्नुहोस्, म पुरानो छोड्दैछु र नयाँका लागि ठाउँ बनाउँदैछु। यो सरल तर प्रभावकारी तरिका हो। जसरी तपाईँ छोड्न र जान दिनु भन्ने सिद्धान्त बुझ्न थाल्नुहुन्छ, कब्ज जुन समातिराख्ने र नछोड्ने एक रूप हो, आफै ठिक हुँदै जान्छ। शरीरले त्यो स्वतन्त्र रूपमा छोडिदिन्छ जसको अब खास काम थिएन। लेखकले धेरै पटक माया, शान्ति, खुशी र आत्मस्वीकृतिको अवधारणाको प्रयोग गरेका छन्। जब हामी साँच्चीकै दिलमा माया लिएर बाँच्न सक्छौं, आफूलाई स्वीकार गर्न सक्छौं र हामीलाई दिइएको दिव्य शक्तिमा विश्वास गर्न सक्छौं भने हाम्रो जीवनमा शान्ति र आनन्द बढिन्छ र रोग तथा असजिलो भावना हाम्रो अनुभवमा रहँदैन। हाम्रो लक्ष्य खुशी र स्वस्थ जीवन जिउनु हो। आफ्नै सम्बन्धको आनन्द लिनुपर्छ। माया क्रोधलाई हटाउँछ, माया डरलाई टाढा पार्छ र माया सुरक्षाको अनुभूति दिन्छ। जब तपाईँ आफैलाई पूर्ण रूपमा मायामा डुबाउनुहुन्छ तब तपाईँको जीवनमा सबै कुरा समर्थता, स्वास्थ्य, समृद्धि र आनन्दका साथ बग्न थाल्छ। जब तपाईँलाई कुनै शारीरिक समस्या आउँछ भने यस पुस्तकको प्रयोग गर्ने राम्रो तरिका भनेको आफ्नो मानसिक कारण खोज्नु हो। हेर्नुहोस् कि यो तपाईँका लागि सत्य हुन सक्छ। यदि होइन भने शान्त भएर बस्नुहोस् र आफैलाई सोध्नुहोस्, मेरो भित्र कस्ता सोचहरू हुन सक्छन् जसले यो बनाउँछन्। यदि तपाईँ सक्नुहुन्छ भने ठूलो स्वरमा आफैलाई दोहोर्याउनुहोस्, मेरो बुझाइमा जसले यो परिस्थितिलाई बनाएको छ, म त्यो ढाँचालाई छोड्न तयार छु। नयाँ सोचको ढाँचालाई धेरै पटक आफैमा दोहोर्याउनुहोस्। जब पनि तपाईँले परिस्थितिबारे सोच्नुहुन्छ, ती स्टेपहरू दोहोर्याउनुहोस्। मायाले भरिएको उपचार अन्ततः ध्यानलाई समावेश गरिएको छ, जसलाई हरेक दिन पढ्न सकिन्छ किनभने यसले स्वस्थ बुझाइ बनाउँछ र त्यसैले तपाईँसँग स्वस्थ शरीर हुनेछ। यी कुरा आफैसँग दोहोर्याउनुहोस्। मेरो भित्र कहिल्यै नसकिने माया छ। अब म यो माया बब्न दिन्छु। यो मेरो मुटु, मेरो शरीर, मेरो मन, मेरो बुझाइ, मेरो उपस्थितिलाई भरिदिन्छ र मबाट सबैमा फैलिन्छ। यो मसँग धेरै गुना छ। जति धेरै म मायाको प्रयोग गर्छु र माया दिन्छु, उति नै यो मसँग बढिरहन्छ। यो मेरो भित्रको खुसीको भावना हो। म आफूलाई नयाँ गर्छु, त्यसैले म आफूलाई एउटा आरामदायक घर दिन्छु जसले मेरा सबै आवश्यकता पूरा गर्छ र त्यहाँ बस्न पाउँदा मलाई खुसी लाग्छ। म कोठाहरूलाई मायाको कम्पनले भरिदिन्छु ताकि यहाँ आउने जो कोहीले यो माया महसुस गर्न सकुन्। म आफूलाई माया गर्छु, त्यसैले म त्यस्तो काम गर्छु जुन गर्न मलाई साँच्चीकै रमाइलो लाग्छ, जसले मेरो सृजनात्मक प्रतिभा र क्षमताको उपयोग गर्छ। यो ती मानिसहरूसँग र तिमीहरूका लागि काम गर्छ जसलाई म माया गर्छु र जसले मलाई माया गर्छन्। म आफूलाई माया गर्छु, त्यसैले म सबैसँग माया गरेर व्यवहार गर्छु र माया गरेर सोच्दछु किनभने म जान्दछु कि मैले जे गर्छु त्यो मलाई धेरै गुणा फिर्ता आउनेछ। म आफ्नो संसारमा केवल माया गर्ने मानिसहरूलाई आकर्षित गर्छु किनभने ती मानिसहरू मेरो ऐना हुन्। म आफूलाई माया गर्छु, त्यसैले म माफ गर्छु र विगत तथा सबै पुराना अनुभवहरूलाई पूर्ण रूपमा स्वतन्त्र गर्छु र म स्वतन्त्र छु। म आफूलाई माया गर्छु, त्यसैले म पूर्ण रूपमा अहिलेको क्षणमा बाँचिरहेको छु। हरेक पलमा राम्रो महसुस गरिरहेको छु र यो जान्दछु कि मेरो भविष्य उज्यालो, खुसीले भरिएको र सुरक्षित छ। म ब्रह्माण्डको एक प्रिय सन्तान हुँ र ब्रह्माण्डले म प्रति अहिले र सधैँ माया र हेरचाह गर्छ। त्यसैले साथीहरू, हिल योर बडी पुस्तकबाट हामीले आफ्नो शरीरलाई निको पार्ने तरिकाहरूको बारेमा थाहा पायौं। पुस्तकले हरेक प्रकारका रोगसँग जुझ्नका लागि नयाँ सोच्ने ढाँचाहरू अपनाउन सुझाव दिएको छ। जब हामीले आफ्ना डर र रिसलाई नियन्त्रण गरेर आफैलाई माया गर्ने नयाँ सोचको ढाँचा बनाउँछौं भने सबै कुरा ठिक हुन थाल्छ। मलाई आशा छ तपाईले पुस्तकलाई राम्रोसँग बुझ्नु भएको छ र आफ्नो शरीरलाई निको पार्नका लागि यस पुस्तकमा बताइएका तरिकाहरूलाई तपाईले आफ्नो जीवनमा अपनाउनु हुनेछ। यससँगै कृपया यो पुस्तक किनेर विस्तारमा अवश्य पढ्नुहोस् ताकि तपाईँ सबै कुरा अझ विस्तारमा बुझ्न सक्नुहुन्छ। यदि तपाईलाई कुनै रोग निको पार्नका लागि कुनै जानकारी चाहिएको छ भने तपाईले हामीलाई कमेन्ट गरेर सोध्न सक्नुहुन्छ। धन्यवाद साथीहरू, मलाई आशा छ यो भिडियो तपाईलाई मन परेको छ। आशा छ कि यस भिडियोका सबै पाठहरूलाई आफ्नो जीवनमा अपनाएर तपाईँ आफ्नो जीवन अझ राम्रो तरिकाले बाँच्न सक्नुहुन्छ। यदि तपाईले अहिलेसम्म हाम्रो च्यानल सब्स्क्राइब गर्नुभएको छैन भने तुरुन्तै च्यानल सब्स्क्राइब गर्नुहोस्, भिडियो लाइक र कमेन्ट पनि गर्नुहोस्। यसले हाम्रो मोटिभेसन निरन्तर बढाउँछ। तपाईँ हामीलाई इन्स्टाग्राममा पनि फलो गर्न सक्नुहुन्छ, जहाँ हामी पहिले नै किताबको ज्ञान दैनिक रूपमा साझा गर्छौं। यदि तपाईँ हामीसँग कोलाबोरेसन वा प्रमोसनमा सहायता लिन चाहनुहुन्छ भने हामीलाई इमेल गर्नुहोस्। यदि तपाईलाई लाग्छ यो भिडियोले अरूलाई पनि जीवनमा सहयोग गर्न सक्छ भने सबैसँग यसलाई शेयर गर्नुहोस्। छिट्टै भेटौँला अझ राम्रो भिडियोका साथ। धेरै धेरै धन्यवाद।